भिडियो गर्नु पर्यो आज चाहिँ हजुरहरूसँग केही समय लिएको छु। अन्त विशेष कुरा हजुरहरूले जहिले खोज्नुहुन्छ नि मेरो काम चाहिँ के हो भनेर, आज तपाईहरुलाई यो मेरो कामको भिडियोमा चर्चा गर्नु पर्यो। सानो भिडियोलाई है, काम भन्नुहुन्छ सबै है तपाईहरुले आफ्नो काममा। अन्त मेरो काम चाहिँ अब धेरै दिन तपाईहरुले देखाएको थिएन, अब आज चाहिँ फर्स्ट कन्टेन्टमा लिएर आउँदैछु के काम गर्छु भनेर नि त हजुरहरूलाई देखाउने गइरहेको छु। मेरो हजुरहरूलाई केही पनि छैन, गाउँले जिन्दगीको भन्नुभयो है। अब यसपालि अलि खुसीको खबर नै छ, खुसी नै छौँ किनभने हामी वान फ्यामिली वान जबमा एप्लाई भएर काम गर्न थाल्यौँ। 2019 देखि काम गरियो, त्यहाँदेखि उपरान्त के काममा आफ्नो डिस्ट्रिब्युट गरेर हामीलाई, खास मेरो त्यहाँ चाहिँ अब डेफिनेसनमा चाहिँ मेरो चाहिँ चौकीदार हो मेरो कामको चाहिँ। तर अफिसबाट मलाई चाहिँ यो गार्बेज सेन्टरमा मलाई गार्बेज म्यानेजमेन्ट स्वच्छ भारत अभियानमा चाहिँ मलाई, अन्त मेरो साथीहरू हामी यसमा हुनुहुन्छ। पुरानै हामी जोडिएको छौँ भने है, इन्द्रमान लिम्बुज्यू हुनुहुन्छ, म स्वयं लाहाङ लिम्बू, त्यहाँदेखि हाम्रा एक दुईजना दिदी हुनुहुन्छ, देवमाया लिम्बुज्यू, सन्चमाया लिम्बुज्यू, अनि नयाँ जोडिनु भएको छ हाम्रो यहाँ दुईजना जोडिनु भएको छ है। उहाँको नाम पनि म लोजिहाङमा लिम्बुज्यू, अन्त निर्मला शर्माज्यू पनि हुनुहुन्छ। उहाँहरूसँग जोडिएर हामी यो कामलाई अघि बढाइरहेको छौँ। कठिन छ। अन्त केही भन्न चाहे भन्दाखेरि यसपालि चाहिँ स्टेट भन्छ नि यता सिक्किममा ग्रिन एन्ड क्लिनमा हामीलाई फर्स्ट एवार्ड अब हामीलाई जुन थापेको छौँ एउटा ग्रिन एन्ड क्लिनमा, त्यसमा पनि एउटा स्वच्छ भारत अभियानकै एउटा अङ्ग पर्छ। त्यसमा के हो भने अब यसरी म चाहिँ कलेक्ट गरेर ल्याउँछु, अन्त कलेक्ट गरेर ल्याएपछि यहाँ दुईजना दिदीहरूलाई चाहिँ अन्त सबै लागि परेर जतिजना हामी यहाँ खटिएका छौँ उहाँहरूलाई यो चाहिँ सेग्रिगेट गरेर प्लास्टिक चुटाएर है, अब के प्लास्टिकहरू चुटाएर यसरी राख्छौँ। त्यहाँदेखि अब गाह्रो छ है। अन्त कति अब यो देखिरहनु भएको छ नि, यो कार्टनहरू हामी त्यो अब गार्बेजमा आएको यसो कलेक्ट गरेर यसलाई अलिक सेल गरेर है, केही कलेक्ट गर्छौँ। यसरी बट्टाहरू कलेक्ट गरेको छौँ। अब यो चाहिँ सेल गर्नु, अब कसै बोलाउनु छ है, यो आउने उठाउने घाकीहरू आउनुहुन्छ है, सप्लाई ब्यानरहरू आउनु, त्यो के भन्छ यो आउनुहुन्छ। अन्त हामी यसो कलेक्ट गरेर राखेको छौँ है। विभिन्न विशेष कुरा हामीले यो संसारमा चाहिँ केले चाहिँ हामीले चाहिँ अभाव पार्दैछ भन्दा हेर्नुहोस् नि, यति ज्यादा स्ट्रिङ, अन्त यति ज्यादा अन्त यो के भन्छ स्ट्रिङ, अन्त पेप्सी हो, अन्त बोतल पनि छ। लुगाहरू चाहिँ हामी के गर्छौँ, लुगा पनि आउँछ, लुगाले हामी वास गरेर है हामीले वासिङ मसिनमा हालेर यसलाई हामीलाई के गर्छौँ भन्दा यहाँ हालेर चाहिँ यसलाई कुसन बनाउने, हामी कुसन बनाउने हामी चाहिँ एउटा हामीलाई यो गरिदिनु भएको छ है। एउटा कटर मेसिन छ, यसमा काटेर यसलाई यो रुई बनाएर है, रुई जस्तै हुन्छ। अन्त हामी चाहिँ यस्तो रुई जस्तो बनाएर यसलाई यो गर्छौँ, कुसन बनाउँछौँ है। कुसन पनि हामी अलरेडी पहिला बनाइसकेको छौँ, 20-25वटा जस्तो पहिला प्रोडक्ट गरेको छौँ है। त्यो चाहिँ हामी अफिसमा पनि युज गर्छौँ है। यो चाहिँ सेलिङ हो। अन्त जुन यो तपाईँले देखिरहनु भएको छ नि, यो कुसन चाहिँ यहाँ चाहिँ कुसन चाहिँ हामी यहाँ युज गर्नु, यहाँ बस्दाखेरि यसो आराम गर्नुको लागि फर्स्ट प्रोडक्ट निकालेको। त्यहाँदेखि जुन यो कुरकुरेको खोलहरू हुन्छ, यो कुरकुरेको खोल, अन्त यो जुन वाइवाईको खोल के खोल आउँछ अहिले त गन्ती गर्नु सक्दैन, त्यसको चाहिँ यस्तो राम्रो डालुवाहरू हो है। अन्त यस्तो पिराहरू, यो ड्राइभरलाई चाहिँ एकदम, म पनि ड्राइभरलाई एकदम दामी देख्छ सिटमा राख्दा,
त्यस्तो राम्रो हुन्छ है। अन्त आज चाहिँ लोड गर्नुको लागि आएको छौँ। उताको स्टाफ पनि आएर उहाँलाई धेरै हामीलाई सहयोग पुर्याउनुहुन्छ। उहाँहरू पनि एकै बेला स्टाफ मिलेर हामी आज चाहिँ लोड गर्नेमा छौँ। ठुलो गाडीमा सुइँ पठाउने, त्यो चाहिँ सबैभन्दा रिजेक्टेड पठाउनु पर्छ। त्यो यस्तोमा अब यो आउँछ नि के यहाँ तपाईँहरूलाई त अब कतिजनालाई त थाहा छ गार्बेजमा के आउँछ भनेर। त्यहाँ त्यसरी बेन्डिङ गरेर ठिकै छ। हजुरहरूसँग आज चाहिँ खास मेरो ड्युटी चाहिँ देखाएको है तपाईँहरूलाई। फेरि देखाउँला।